क्योंलाई ngây जो बन क्योंलाई ओ ngây माया क्योंलाई ngây जो बन क्योंलाई जुनी जुनी भरी ngây माया क्योंलाई जुनी जुनी भरी ngây माया हार्दिक हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु हार्दिक हार्दिक स्वागत व्यक्त गर्दै एकैछिनपछि औपचारिक कार्यक्रम सुरु हुनेछ र औपचारिक कार्यक्रम केही समयमा हुने जानकारी गराउने यो बिचको समयलाई ल अब नाच्नुपर्छ है त हुन्छ ल हाम्रो अध्यक्षजी नाच्नुपर्छ हाम्रो एकैछिनपछि औपचारिक कार्यक्रम सुरु हुनेछ हाम्रो कार्यक्रमको तर यो बिचको समयलाई मैले सदुपयोग गर्न खोजेको मात्रै हो यहाँ सबैलाई एकचोटि आशीर्वादको ताली बजाइदिनु न हार्दिक अनुरोध गर्दछु प्लिज ल हात हल्लाउनुहोस् है माथिबाटै ल अब सबै नाचौँ है
महिला कलाकार मधु थापा बहिनीले चाहिँ एउटा गाना प्रस्तुत गर्छु भन्दै हुनुहुन्छ। मधु थापा बहिनी प्लिज स्टेजमा आइदिनु होला। त्यसपछि हामीले हाम्रो अरू कार्यक्रमहरू नियमित रूपमा चाहिँ अगाडि बढाउनेछौँ। हामीले खेल मैदानको बराबर एपीएफलाई एपीएफ 11 लालीगुराँस अङ्क लालीगुराँसलाई लालीगुराँस 15 एपीएफ 11 15-11 अङ्क उत्कृष्ट स्पाइकसँगै अङ्क जोड्दै लालीगुराँस 16 एपीएफ 12 उत्कृष्ट ब्लकसँगै अङ्क जोड अङ्क लालीगुराँसलाई लालीगुराँस 18 एपीएफ पोखरा 30 लालीगुराँस 11 एपीएफ 13 बराबरी लालीगुराँसलाई 14 बराबर लालीगुराँस एपीएफ 14 बराबर अङ्क जोड्दै लालीगुराँस 15 एपीएफ 14 अङ्क जोड्दै एपीएफ यो बल फिक्स हान्नुपर्छ है अङ्क जोड्दै एपीएफ जोड्दै
लालीग्रास लालीग्रास 17 एशियप 16 सबै खिच्नु पर्यो नि ल लालीग्रास 18 एशियप विजय हुँदै फाइनल प्रवेश गर्नुहुने लालीग्रास विजेता एपिएफ सम्पन्न यो दोस्रो सेमिफाइनल खेलमा लालीग्रास युवा क्लब कोरेगाउँले विजय हात पार्न सफल भएको छ भने पोखरा एपिएफ उहाँहरूले सान्तवनामा मात्र प्राप्त गर्नुभएको छ। त्यसैले मजा आयो नि अब हैन अब हामी केही क्षणमा नै यो बाबुहरू चाहिँ यो बल त्यहाँ राखेर त जानु है। ल यो अहिलेको डान्स हेर्न इच्छुक सबैजना अलि नजिक आएर हेर्नुभयो राम्रो हुन्छ। हाम्रो यसै क्लबको सदस्य साथी हुनुहुन्छ नानी अनुज छ।
धन्यवाद मसिना नानीलाई। यस मेला आयोजक समितिका संयोजक छु, वडा अध्यक्षज्यू, यहाँ उपस्थित सबै म त राम्रोसँग चिन्दैन तर आफन्त र इष्टमित्रहरू, मेरो नाम नरेश बहादुर गुरुङ हो। म यही तलमा जन्मेर हुर्किएको मान्छे हुँ। मेरो बसाइ अहिले काठमाडौँमा छ र आज संयोगले तपाईँहरू सामु उपस्थित भई केही कुराहरू राख्ने मौका पाएँ। यसको लागि संयोजकज्यूलाई धन्यवाद। आफ्नो गाउँठाउँको विकासको लागि विभिन्न मेला आयोजनाहरू गरेर जुन किसिमले समाजको केही स्तरोन्नति गर्नको लागि टेवा पुर्याउन सक्ने सम्भावनाहरू धेरै हुन्छन्। त्यसतर्फ चाहिँ पहल गर्नुहुनेछ भन्ने मैले आशा राख्दछु र यही धुलो र यही माटोमा जन्मेर हुर्केर यही श्रम गर्ने जति पनि गाउँलेहरू छन् उहाँहरूलाई चाहिँ आफ्नो श्रमप्रति विश्वास राखेर सधैँ मेहनत गरेर यही ठाउँबाट केही उपार्जन गरेर आफ्नो जीवन स्तर उकास्नेछन् भन्ने मैले विश्वास लिएको छु र त्यस पक्षमा सबै लगनशील रहनुहुनेछ भन्ने आशा राख्दछु। खास गरेर आज मेलामा जुन किसिमको एक किसिमको प्रतिस्पर्धाहरू देखियो त्यो पनि उन्नत पाएँ मैले। गाउँठाउँमा पनि यो स्तरको खेल प्रदर्शनहरू हुँदो रहेछ भन्ने मलाई आभास भयो र यसरी सबैले आफ्नो तहबाट यस्तो मेलाहरूलाई अझ बृहत्तर रूप दिनुहुनेछ भन्ने आशा राख्दै मेरो छोटो मन्तव्य यही टुङ्ग्याउँछु। धन्यवाद। धन्यवाद आदरणीय मामा एसपी नरेश गुरुङज्यू। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। 30औं वसन्त पञ्चमी मेला तथा यो वसन्त पञ्चमीको स्वर्ण जयन्तीको उपलक्ष्यमा आयोजित कार्यक्रमका अध्यक्षज्यू, आजका यो कार्यक्रमका प्रमुख अतिथिज्यू, त्यस्तै विशेष अतिथिज्यूहरू, निर्वाचित वडा अध्यक्षज्यू, वडा सदस्यज्यूहरू र क्लबसँग सम्बन्धित सबै पदाधिकारी सदस्यज्यूहरू र यो मेला हेर्नको लागि र यो मेलालाई सफल बनाउनको लागि उपस्थित सबै गाउँवासी दाजुभाइ तथा दिदीबहिनी, बुवा आमाहरू सबैमा हार्दिक अभिवादन नमस्कार टक्राउन चाहन्छु। स्वीकार गर्नुहोला। म धेरै त बोल्दिनँ, तथापि अब मेलाको रमाइलो रौनक छँदैछ। तथापि यहाँ नाम आइहालेको हुनाले चाहिँ 2-4 शब्द राख्ने अनुमति चाहन्छु। हाम्रो जो जुन गाउँ छ, गाउँको सम्बन्ध मोरियासँग लामो समयदेखि, अर्थात् मोरियासँग लामो समयदेखि छ। हामी पारिवारिक रूपमा पनि हाम्रो इष्टमित्रहरू यहाँ हुनुहुन्छ। त्यस्तै गरी हाम्रो खानेपानीको पनि व्यवस्थापन मुहान चाहिँ यतै भएको हुनाले चाहिँ त्यो खानेपानीमा लगभग त्यो खानेपानी सञ्चालन भएको नै लगभग यहाँ 40 वर्ष भइसकेको छ। यहाँले जुन सदस्यता देखाएर
जुन किसिमको यो खानेपानी उपलब्ध गराउनको लागि जुन किसिमको भूमिका निर्वाह गर्नुभएको छ त्यसको लागि म हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु। र यसै क्रममा बढ्दो जनसङ्ख्याको कारणले गर्दाखेरि गाउँमा अझै खानेपानीको अभाव हुनुको कारणले एउटा नयाँ योजना आएको छ। त्यो योजना हामी सञ्चालन गर्दैछौँ र ठेक्कापट्टा भइसकेको अवस्था छ र प्राविधिक सर्वेक्षण पनि भइसकेको छ। केही समयमा तपाईँको यो गाउँठाउँबाट हामी फेरि एउटा खानेपानीको एउटा नयाँ योजनाको पाइपलाइन विस्तार गर्दैछौँ। त्यसमा इतिहासमा तपाईँले गरेको योगदानलाई फेरि पक्कै पनि निरन्तरता दिनुहुनेछ भन्ने पूर्ण विश्वास छ। सहयोग गर्नुहुनेछ। तपाईँको बारी खेत जग्गा जमिन जङ्गलबाट त्यो पाइप हाम्रो खानेपानीको पाइप विस्तार हुँदैछ बिना अवरोध। पुरै हृदयबाट नै यहाँले गर्दै आएको सहयोगलाई फेरि पुनः त्यसलाई अझै ताजगी गराउँदै थप सहयोग गर्नको लागि मैले हार्दिक अनुरोध गर्न चाहेँ। पक्कै पनि हाम्रो समस्यालाई तपाईँहरूले बुझिदिनुहुनेछ भन्ने पूर्ण विश्वास छ। सांस्कृतिक पर्व छ, त्यसलाई एउटा मेलाको माध्यमले मनोरञ्जनात्मक रूपमा मनाउनको लागि यहाँ जुन विभिन्न खेलहरूको आयोजना गर्नुभएको छ। पक्कै पनि अब यो गाउँको ठाउँ भए पनि अहिले हामीले भर्खरै सेमिफाइनल हेर्ने मौका मिल्यो। हामी आउँदै निकै राम्रो उत्कृष्ट खेलाडीहरूले प्रदर्शन गर्नुभयो। खेलाडी साथीभाइहरूप्रति पनि हामी हार्दिक यहाँ स्वागत तथा धन्यवाद व्यक्त गर्न चाहन्छौँ र यही मञ्चको माध्यमबाट म त्यो रकम पनि हस्तान्तरण गर्ने अनुमति चाहन्छु। धन्यवाद कार्यक्रम सञ्चालक मित्र। कार्यक्रमका अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, मञ्चासीन विशिष्ट अतिथिज्यूहरू, जनप्रतिनिधि मित्र, उपस्थित सम्पूर्ण बुवामा तथा दाजुभाइ दिदीबहिनीहरू, खेलप्रेमी खेलाडी भाइ बहिनीहरू, सबैमा नमस्कार छ, अभिवादन छ, सम्मान छ। उद्घाटन सत्रमा उपस्थित हुन सकेकोमा क्षमा माग्दै आज यो समापन समारोहमा उपस्थित भएको छु। सर्वप्रथम त यो कार्यक्रममा यहाँले माया गरेर बोलाउनु भयो, ढिलो गरी भए पनि उपस्थित भएको छु। त्यसको लागि यहाँलाई धन्यवाद दिन चाहन्छु। स्वाभाविक रूपमा खेल एउटा अनुशासनमा रहने प्रक्रिया हो। खेलका नियमहरू आफ्नै हुन्छन्। आयोजकहरूले त्यही नियममा रहेर खेल कार्यक्रम सञ्चालन गर्नुहुन्छ। सामाजिक कुरा पनि त्यही हो। हरेक कुराको नियम हुन्छ, अनुशासन हुन्छ, त्यसको परिधिभित्र रहेर आफ्ना गतिविधि सञ्चालन गर्ने कुरा हो। हामी एउटा जनप्रतिनिधिको नाताले आफ्नो भूगोलभित्रका विकास निर्माणका कामहरू, दैनिक जनतालाई सेवा दिने सेवामूलक कामहरू आफ्नो बलबुताले भ्याएसम्म, आफ्नो विवेकले भ्याएसम्म हामीले गरिरहेकै अवस्था हो। यहाँलाई जानकारी नै छ। यो कार्यक्रम सम्पन्न उन्मुख छ। भव्य र सभ्य रूपमा सम्पन्न हुन गएको यो कार्यक्रमको पूर्ण सफलताको शुभकामना पनि दिन चाहन्छु।
एउटा जनप्रतिनिधिको नाताले विकास निर्माणका कुराहरू जोड्न चाहन्छु। हामीले चालु आर्थिक वर्षमै बेसी रेलीचौरको बेसी हुँदै घारीसम्मको मूल सडक 1 करोडको लागतमा निर्माण हुँदैछ। त्यो टेन्डर प्रक्रियामा गएको जानकारी गराउन चाहन्छु। गत वर्षकै 60 लाखको प्रोजेक्ट सम्पन्न हुन गइरहेको छ। त्यस्तै गरेर घारीबाट विश्वमना हुँदै मौजासम्मको सडक 2 करोडको लागतमा टेन्डर प्रक्रियामा जाँदैछ। यही आर्थिक वर्षभित्र हामीले काम गर्दैछौँ। कुनै ठाउँमा पिच हुँदैछ, कुनै ठाउँमा नाला हुँदैछ, कुनै ठाउँमा ढलान हुने कार्यक्रम छ। इन्दुपाखाबाट फोर्डोङ डाँडासम्मको लागि अहिले हामीले 90 लाखको पिचको कार्यक्रम टेन्डर प्रक्रियामा छ। यही आर्थिक वर्षभित्र यो 556 मिटर पिचको कार्यक्रम हुनेछ। त्यस्तै गरेर तपाईँ हामीलाई थाहा छ गत वर्षमा काउखोला पुल भत्केको अवस्था, त्यो पुललाई मर्मत सम्भार गर्ने यही आर्थिक वर्षमा हामी गर्दैछौँ। पुलसँगै रहेको पहिरो मर्मतको लागि 2-3 दिनभित्र त्यहाँ 30 लाखको तार जालीको कार्यक्रम हुँदैछ। यो पनि जानकारी गराउन चाहन्छु। यता सानी खोला हुँदै प्रदेशबाट 5 करोडको प्रोजेक्टमा पिचको कार्यक्रम हुँदैछ। यहाँलाई जानकारी नै छ गत वर्ष 1 करोड 50 लाखको खर्च गर्यो। अहिले 3 करोड 50 लाखको कार्यक्रम छ। प्रदेशबाट त्यो कार्यक्रम हुँदैछ। र सँगै यो मञ्चको दायाँपट्टिको चौतारीको नजिक हामीले 6 लाखको त्यो खोल्सीमा मूल सडकमा त्यहाँ ढलानको कार्यक्रम पनि छ। र सँगै त्यो खोल्सीभन्दा पूर्वपट्टिको त्यो ओह्रालो बाटोमा पैदल मार्गको 8 लाखको बजेट पनि बनाएका छौँ। यो प्रोजेक्ट यस क्लबका अध्यक्ष भोज गुरुङको माग अनुसार हामीले बजेटको व्यवस्था गरेका छौँ। मलाई लाग्छ यहाँको टोल विकास संस्थाले एउटा भेला कार्यक्रम बनाएर उपभोक्ता समिति गठन गरेर त्यहाँ वडामा पठाइदिनु हुनेछ। हामी समिति भइसकेको जानकारी हाम्रो टोल विकासको अध्यक्षले भन्दै हुनुहुन्छ। हामी वडाबाट हामी इन्जिनियर पठाएर त्यसलाई सर्वे गरेर काम सुरुवात गर्नेछौँ। सँगै पुरानो गाविस भवनमा अहिले स्वास्थ्य चौकी छ। सँगै त्यसलाई मर्मत समार गर्नुपर्ने अवस्था छ। मर्मत समारको कार्यक्रम पनि हामी यही आर्थिक वर्षभित्र गर्नेछौँ। यी हरेक कुराहरू स्थानीय विकास पनि दाजुभाइ तथा दिदीबहिनीहरूको चाहना बेगर, यहाँहरूको साथ सहयोग बेगर केही हुनै सक्दैन। हरेक क्रियाकलापमा यहाँहरूको साथ सहयोगको आवश्यकता पर्छ। यहाँहरूको त्यही खालको सहभागिता रहनेछ, त्यही खालको सद्भाव रहनेछ, त्यही खालको चाहिँ यहाँहरूले आफ्नो तौर तब्काबाट भूमिका निर्वाह गर्नुहुनेछ। हामी वडाको जनप्रतिको नाताले यही अपेक्षा राखेका छौँ। एउटा कुरा भन्नै पर्छ, यही भूगोलबाट निर्वाचित हुनुभएका तपाईँ हामीले निर्वाचित गरेको एकजना भाइ उत्तम गुरुङ अघि हामी माझ हुनुहुन्न। मलाई लाग्छ यो क्लबको पनि पूर्व अध्यक्ष हो। अहिले हामी माझ हुनुहुन्न। उहाँ वैदेशिक रोजगारीको सिलसिलामा बाहिर हुनुहुन्छ। उहाँको आगामी दिनहरू सुखद रहन्, शुभेच्छा व्यक्त गर्न चाहन्छु। यदि उत्तम गुरुङ
वर्तमान अवस्थामा यही भूगोलमा रहिरहेको भए ओडाबाट हुने हरेक सम्पादन, विकास निर्माण कामका सम्पादन पूर्ववत अवस्थामा सही समयमा हुने थियो भन्ने मैले महसुस गरेको छु र उहाँको अभाव हामीलाई भइरहेको अवस्था छ। यहाँलाई पनि जो जचेको हुनुपर्छ। तर उहाँले पछ्याइरहेको विकास निर्माणका कुराहरू उहाँको सहोदर भाइले अङ्गीकार गर्नुभएको छ। यसलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउँ। यिनै कुराहरू राख्दै हामीले प्रत्येक वर्ष यहाँहरूको मेलामा आर्थिक सहयोग वडाबाट गरेका थियौँ। यो वर्ष हामीले बजेटको व्यवस्था गर्न सकेनौँ। यसको लागि दुःख व्यक्त गर्न चाहन्छु। मेरो संस्थालाई सहयोग गर्नेछु। यिनै कुरा राख्दै पुनः एकपटक यो कार्यक्रममा उपस्थित भएर केही आफ्ना भनाइहरू राख्ने मौका दिनुभएकोमा आयोजकप्रति आभार व्यक्त गर्दै आफ्नो भनाइ यही अन्त्य गर्छु। धन्यवाद, नमस्कार। पोखरा महानगरपालिका वडा नम्बर 20 बलाम डाँडा गाउँ निवासी बलाम डाँडा गाउँ मोहरिया घोलरो कन्मयका सदस्य श्री पवन गुरुङ, उहाँ चाहिँ हाल युकेमा बस्नुहुन्छ। उहाँबाट यो कार्यक्रम हेरिराख्नु भएको रहेछ र उहाँबाट चाहिँ उहाँले चाहिँ रु 5500 क्लबको लागि चाहिँ दिन्छु भनेर उहाँले बोल्नुभएको छ। धेरै धेरै धन्यवाद पवन गुरुङज्यूलाई। त्यसै गरेर हाम्रा आजका विशेष अतिथि, हाम्रा अभिभावक, यस संस्थाका सल्लाहकार आदरणीय दाजु एसपी नरेश गुरुङज्यूले पनि यस क्लबको उत्थानको लागि, यस कार्यक्रमको सफलताको लागि रु 15,000 प्रदान गर्नुभएको छ। आदरणीय दाजुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र हाम्रो आदरणीय दिदी शकुन्तला गुरुङलाई पनि छोटो मन्तव्य राखिदिनुको लागि म अनुरोध गर्दछु, किनकि उहाँले बिहान नै मसँग चाहिँ कति वर्ष भयो? 50औं वर्ष 50औं वर्ष पार गरेको 50औं वर्षको के भन्छ शिरबन्जनी मेला आयोजक कमिटीको सभापति महोदय, मुख्य अतिथि सोम भाइ र मामेश्री गङ्गाबहादुर गुरुङ यहाँ हुनुहुन्न होला। दर्शन गर्न मन त अति उत्सुक थियो मलाई। र हाम्रो वडा नम्बर 20 को वडा अध्यक्ष गङ्गा भाइ र वडा सदस्य गन्जमान गुरुङ लगायत सबै यहाँको छेउमा दिदीबहिनी दाजुभाइ, मेरो नमस्कार छ। त्यो ठाउँ कस्तो ठाउँ हो भने हिजो चोके जन्मेको ठाउँ, हिजो लालबहादुर जन्मेको ठाउँ। उनीहरूले जहाँ गए पनि यो भलिबल जितेर ल्याउँथ्यो, त्यो इतिहास साबित छ। त्यसै क्रममा आज यहाँको 2 टिमको प्रतिस्पर्धामा कुन चाहिँ भाइहरूले विजय प्राप्त गर्नुभएको छ। मुरी मेरो धन्यवाद छ। कुरा गाउँले जितेकोमा धेरै धेरै धन्यवाद छ। र हाम्रो परिवेशमा, गाउँको परिवेशमा हेर्दा गाउँले त निकै देख्छौँ, तर यथास्थानमा बसिदिएको भए झन् धेरै देख्थ्यो। वैदेशिक प्रवासमा बसेर यो गाउँलाई धेरै माया गर्ने, यो गाउँको उन्नति प्रगतिको लागि धेरै सङ्घर्षशील हुने भाइ बहिनीहरूलाई म माइती गाउँमा आएर चेलीको तर्फबाट मेरो दाजुभाइहरूलाई धेरै धेरै यो भौतिक संरचनाहरू बनाइदिएकोमा, खेल मैदान राम्रो बनाइदिएकोमा, यहाँको प्रगतिहरू उन्नति गरिदिएकोमा बडा देउताले सदा चिरायु आशीर्वाद दिउन् भन्ने शुभकामना दिन चाहन्छु। र यहाँको आमा पार्टीलाई पनि धेरै धेरै शुभकामना दिन चाहन्छु। यहाँको हाम्रो गाउँमा भएको पशुजन्य कृषिजन्य उपजहरू यो बजारमा देखाइदिएको भए कति राम्रो हुन्थ्यो। अब यहाँ सबै कुरा विभिन्न किसिमका कन्दमूलहरू पाइन्छ, तपाईँहरूले खोइ देखाएको? आयोजक कमिटीले भन्नु पर्थ्यो। यहाँ कति मान्छेहरू आकर्षित हुन्थे बजारबाट आएकोहरू। सुया नाउलेदेखि लिएर दाउल हाँसिया तरुलहरू पिँडालुहरू राखिदिए पनि धेरै राम्रो हुन्थ्यो। त्यो तपाईँले अर्को वर्षदेखि जो गर्ने
कार्यक्रम राख्नुहोला भन्ने म सुझाव दिन चाहन्छु। यहाँका सबै दाजुभाइहरूमा विदेशमा बसेर पनि यो ठाउँलाई राम्रो चिनारीको रूपमा चिनाइदिएकोमा एउटा भलिबलमा मात्र सिकिँदा भएर यहाँको विकास निर्माणको ठाउँमा मैले सक्दो मेरो नैतिकबाट गर्नेछु भन्ने प्रण लिन चाहन्छु। सम्बन्धित निकायमा तपाईँहरूले मलाई भनेको खण्डमा म जानेछु। त्यसकारण तपाईँहरूसँग भर्खरमा हात मिलाएर जाने म प्रण गर्न चाहन्छु। धन्यवाद मेरो प्यारो भाइ देवी कार्यक्रम सञ्चालक, यस कार्यक्रमका सभापति मेरो प्यारो भान्जा भोज गुरुङ, प्रमुख अतिथि मेरो प्यारो भाइ सोम गुरुङ, विशेष अतिथि वडा नम्बर 20 का वडा अध्यक्ष मेरो भाइ गङ्गा केसी लगायत सम्पूर्ण विशेष अतिथिहरू, मेरो यस गाउँका बुजुर्गहरू, यस गाउँमा मेरो मान्यजनहरू सम्पूर्णलाई म र दायाँ बायाँ गाउँबाट आएका सम्पूर्ण पाहुनाजनहरूलाई यस मेलामा शोभा बढाउनको लागि यहाँ आउनुहुने सम्पूर्णलाई म यस क्लबको संयोजक सल्लाहकार खड्गमान गुरुङको तर्फबाट सम्पूर्णलाई छ्याजालो नमस्कार। मैले खासै भन्नुपर्ने कुराहरू यो लाइभ मार्फत सम्पूर्णलाई देश विदेशमा रहेर आफ्नो ड्युटी गरेर यस क्लबको लागि, क्लबको स्तर उन्नतिको लागि जसले आफ्नो त्यस्तो अर्काको कुरा पीडा सुनेर यस क्लबको प्रति आर्थिक सहयोग गर्नुभएको छ उहाँहरूप्रति म आभार व्यक्त गर्छु। यस क्लबको सल्लाहकार संयोजकको नाताबाट उहाँहरूलाई म आभार व्यक्त गर्न चाहन्छु। यस गर्ने मेरो भानिज रामकुमार गुरुङ अहिले यहाँ हुनुहुन्न। यस क्लबको सबै अध्यक्षज्यूहरूले राम्रो काम गरेर यहाँसम्म ल्याउनु भयो, उहाँलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। र यस संस्थामा आबद्ध भएर अहिलेको लागि सबै मेरो प्यारो भाइहरू सम्पूर्णले र मेरो अग्रजहरूले सम्पूर्णले यहाँ दिलो दिन लगाएर यहाँसम्म अहिले यो हामी यसरी देखिरहेका छौँ। यो एकजनाले गरेर कदापि हुने थिएन। यो सम्पूर्णको दिलो दिमाग लगाएर सबैको बल लगाएर हामी यहाँ आइपुगेका छौँ। र खेलाडी प्रेमी भाइहरू सबैको एकदम उत्कृष्ट खेल हामीले हेर्न पाइरहेका छौँ। यस मौर्यका आमा समूहहरूले पनि हामीलाई एकदम धेरैभन्दा धेरै सहयोग गरेका छन्। उहाँहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। र सम्पूर्ण वडाबाट हामीलाई जो पनि सहयोग आयो, आर्थिक सहयोग आएको छ, जसरी हाम्रो खेम गुरुङ हाम्रो सुन्दरी बजारमा बस्छ, उहाँकै उसले चाहिँ गरेर हामीलाई यो 6.5 लाख कति पैसा पायो र हामीले यो स्तर उन्नतिलाई अगाडि बढायौँ। र सधैँभरि यो वडाले हामीलाई दिइरहेको अवस्था पनि छ। र हामी आर्थिक सहयोग गर्ने सम्पूर्ण प्रति यो क्लबको तर्फबाट हालैमा विशेष धन्यवाद मेरो प्यारो भाइ सोम गुरुङले अहिले तपाईँहरूको बायाँपट्टि दाहिनेपट्टिदेखि चाहिँ यो पानीको धारा यो सम्पूर्णलाई अहिलेसम्म 3,22,000 खर्च भएको म जानकारी पनि गराउन चाहन्छु। त्यसमाथि पनि अब यसमा ट्रस्ट लगाऊ, तपाईँहरूले ट्रस्ट लगाएर यो धारालाई अझै दीर्घकालीन बनाऊ भन्नुभएको छ। त्यसमा हामीले ट्रस्ट लगाउनु बाँकी नै छ। र यता हामीले दाहिनेपट्टि हेर्दाखेरि हामीले शौचालय बनायौँ। यसमा चाहिँ सबैभन्दा आर्थिक सहयोग गर्ने मेरो यस लामछाने परिवारको मौर्य लामछाने परिवारको सल्लाहकार मेरो छोरा तिलक बहादुर गुरुङको एकदमै धेरै रकम 3,250,000 रुपियाँ उहाँले आर्थिक सहयोग गर्नुभएको थियो। र हामीले 6,25,000 मा यो वासरुम तयार पार्यौँ। र यस्तै धेरै आर्थिक सहयोग गर्ने दाताहरूप्रति मैले नाम लिएर अलि
असमर्थ रहे। छोटो समयको कारणले गर्दाखेरि सम्पूर्णलाई यस आर्थिक खास गरेर आर्थिक र भौतिक सहयोग गर्ने सम्पूर्ण मेरो अग्रजहरू, मेरो यस गाउँप्रति माया गर्ने, यहाँ हेर्ने हो भने घान्द्रुङदेखि लिएर सिक्लिससम्म, धरानदेखि लिएर उहाँहरूको आर्थिक सहयोगको यहाँ योगदान छ। त्यो योगदान त्यहाँ पढ्यो भने हामीले त्यो बनाएका छौँ। त्यो योगदान हेरे हुन्छ। हाम्रो गाउँको त छँदैछ, त्यो हामीहरूकै हो यो सम्पत्ति। तर घान्द्रुङदेखि लिएर सिक्लिससम्मको मान्छे महानुभावहरू र उहाँ धरानतिरको सम्पूर्ण सबैजनाले यहाँ सहयोग गरेर मात्रै यो आज यो खेल मैदान निर्माण हामीले गर्न सक्यौँ र हामी सफल भयौँ। यसले गर्दाखेरि सम्पूर्ण अहिले पनि हामीले हालैको जो यो कार्यक्रम सफलताको लागि सम्पूर्ण मेरो अग्रजहरू, मेरो दाजुभाइ दिदीबहिनीहरू विदेशमा रहेर सम्पूर्णले अहिले पनि हामीले 9-10 लाख रुपियाँ यहाँ हामीलाई सफल कार्यकालको लागि उहाँले योगदान गर्नुभएको छ। उहाँहरूप्रति म आभार व्यक्त गर्दै सम्पूर्णलाई म मरिमरि धन्यवाद दिँदै म यो क्लबको सल्लाहकार संयोजक यहाँहरूलाई धेरै धेरै धन्यवाद। उहाँहरूलाई यागो बराले एकदम रक्षा गरून् भन्दै म यस मञ्चबाट बिदा हुन्छु। धन्यवाद। जय यागो, जय यागो। उपस्थित आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई सबैभन्दा पहिला अलिकति ध्यानपूर्वक सुनिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहेँ। अध्यक्ष महोदय, डासमा आसीन हाम्रो वडा अध्यक्षज्यू लगायत मेरा आदरणीय अग्रज दाजुहरू, दिदी र सम्पूर्ण अतिथिज्यूहरू र यो यागो बराको आशीर्वाद लिएर सुरुवात गरिएको वसन्त पञ्चमी मेलाको 50औं वर्ष पुगेकोमा सम्पूर्ण यागोवासीहरूलाई हार्दिक बधाई दिन चाहे। र यो मञ्चबाट बोलिरहँदा जसले यो संस्कृतिको शुभारम्भ गर्नुभयो, यो गाउँलाई चिनाउनको लागि, हाम्रो पहिचानको लागि र हाम्रो गाउँको महत्त्व अन्य पुर्याउनको लागि जुन यो मेलाको शुभारम्भ गर्नुभयो आदरणीय हाम्रा अग्रज गङ्गाबहादुर गुरुङज्यू लगायत यस गाउँका सम्पूर्ण आदरणीय अग्रजहरूलाई धेरै धेरै आभार र धन्यवाद व्यक्त गर्न चाहे। र यो मलाई प्रमुख अतिथि बनाइयो आयोजकले, तर वास्तवमा म आयोजक मध्येको हुँ। म परिस्थितिवश यहाँ बस्न सकिनँ, तर म यो जन्मेको ठाउँ हो, म यहाँ हुर्केको ठाउँ हो, म यहाँ खेलेको ठाउँ हो र मेरो आफ्नो जीवनको धेरै वर्षहरू यही ठाउँमा, यही धुलोमुलोमा बिताएको मान्छे हुँ म। र म आफूलाई भाग्यमानी सम्झन्छु आज तपाईँहरूको अगाडि यसरी बोल्न पाएको छु। तर प्रमुख अतिथि भनिँदा मलाई चाहिँ अलिकति अप्ठ्यारो चाहिँ लागेको छ। त्यस कारणले म आयोजक मध्येकै भन्न चाहेँ। जहाँसम्म यो मेलाको विकासको कुरा छ, यो जहिले पनि हामी देख्छौँ यो भित्ताभरि पोस्टर टाँसिएको देखिन्छ, यता पछाडिपट्टि पोस्टर टाँसिएको देखिन्छ। यसले के देखाउँछ भने हामी जुन ठाउँमा जहाँ बसे पनि, जस्तो सुविधा उपभोग गरिरहेको भए पनि यो ठाउँ आफ्नो जन्मभूमिको माया अति नै रहन्छ र जसले आफ्नो जन्मभूमिलाई सम्झेर आफ्नो हैसियतले, आफ्नो इच्छाले जुन सहयोग गर्नुभएको छ सम्पूर्ण विदेशमा रहनुहुने दाजुभाइ दिदीबहिनीहरूलाई म स्वयं पनि विदेशमा बस्छु, मैले धन्यवाद व्यक्त गर्न चाहेँ। हामी यसरी नै निरन्तर रूपमा
यो गाउँको विकासको लागि, हाम्रो पहिचानको लागि, हाम्रो संस्कृति बचाउनको लागि भने पनि यो मेलालाई सधैँ निरन्तरता दिइरहनुपर्छ भन्दै फेरि अपिल गर्न चाहन्छु। फेरि आउने वर्षहरूमा पनि यहाँहरूले यसरी नै सहयोग गर्दै जानुहोला। र अघि मेरो आदरणीय दिदी शकुन्तला दिदी यहीँ हुनुहुन्छ, जानुभयो। शकुन्तला दिदीले जुन एउटा बडो महत्त्वपूर्ण कुरा भन्नुभयो, हामी केवल यो खेलकुद वास्तवमै अनुशासन र स्वास्थ्यको लागि अति महत्त्वपूर्ण विधा हो, तर पनि यो गाउँको लागि, यो ठाउँको लागि साँच्चीकै हामी विकास गर्नु पर्दाखेरि यहाँ उत्पादन हुने जति पनि उपजहरू छन् ती वस्तुहरूलाई पनि प्रदर्शनमा राख्न सकियो भने सायद यसले एउटा थप आकर्षण चाहिँ देखाउँछ। थ्याङ्क यू दिदी, धन्यवाद दिदी तपाईँले दिनुभएको सुझावलाई म पनि के अरे रिभोइस गर्न चाहेँ। त्यसपछि मेरा आदरणीय दाजु पूर्व एसपी नरेश दाइलाई यहाँ हामीले सौभाग्यवश यहाँ पायौँ र दाजुलाई मैले के अनुरोध गर्न चाहेँ भने धेरै वर्षहरूपछि, सायद धेरै वर्षपछि गाउँमा म आएँ भनेर भन्नुभएको छ र आगामी दिनहरूमा यहाँको गरिमामय उपस्थिति र यहाँ जस्तै यो गाउँमा जन्मिएर हुर्किएर यो गाउँलाई माया गर्ने अग्रजहरूले साथ दियो भने र युवा युवतीहरूलाई एउटा ठुलो हौसला मिल्नेछ भन्ने अनुरोध गर्न चाहेँ दाइ। फर नेक्स्ट इयर, अर्को वर्ष पनि यहाँ आइदिनु होला भन्ने मैले अनुरोध गर्न चाहेँ। त्यसपछि म अलिकति यो विकासको लागि हाम्रो जनप्रतिनिधिहरूले गर्नुभएको जुन योगदान छ त्यसको एकदम भित्री मनबाटै सराहना गर्दै, प्रशंसा गर्दै, अझै मैले एउटा के चाहिँ जाहेर गर्न चाहेँ भने यो बाटो जुन छ पोखरा भलामदेखि मौजा जोडिने बाटो जुन छ यो क्षेत्रहरूकै सबैभन्दा महत्त्वपूर्ण बाटो हो। यसलाई तपाईँहरूले कहिले पनि नभुलिदिनु होला भन्न चाहेँ। र यो सडकको जुन विकास अहिले नेपाल सरकारले देशको प्रत्येक ठाउँमा कुना कुनामा गरिएको छ, तर पनि म पोखराबाट मेरो आफ्नो जन्मघर जन्मथलो आउँदाखेरि यसको अवस्था हेर्दाखेरि अलिकति दुःख लाग्यो। कम्पेरिटिभली हेर्दाखेरि, अलिकति तुलनात्मक हिसाबले हेर्दाखेरि यसलाई अलि हेला गरिएको हो कि भन्ने लाग्यो। वडा अध्यक्षज्यूलाई मैले यो निवेदन चढाउन चाहेँ र आगामी दिनहरूमा कृपया यहाँहरूको यो बाटोप्रति, यो सडकप्रति ध्यानाकर्षण होस् भन्ने अनुरोध गर्न चाहेँ। र यो यसरी बोलिरहँदा म पनि यो माइक लभर हुँ, धेरै बोलिरहन्छु, त्यस कारणले मैले धेरै बोलिनँ। सम्पूर्णलाई यो जुन आयोजक समिति बनेर म पनि मैले अघि नै जाहेर गरेँ, म पनि एउटा आयोजक मध्येको हुँ। मलाई यहाँहरूले अब आउँदा दिनहरूमा चाहिँ अतिथि, प्रमुख अतिथिको दर्जा दिएर टाढा बनाउने प्रयास नगरिदिनु होला। म आयोजक मध्येकै हुँ भन्न चाहेँ। र आगामी दिनहरूमा हाम्रो यो मेलालाई अझै अझ बढी जोसिलो, अझ बढी आकर्षक, अझ बढी थप आकर्षणहरू थपेर यो गाउँको लागि, यो ठाउँमा बस्नेहरूको लागि उपलब्धिमूलक होस् भन्ने शुभकामना टक्राउन चाहेँ। र जुन खालको व्यवस्थापन यहाँहरूले गर्नुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद। र हाम्रो विद्यालय थियो भन्ने अवस्थामा पुगिसकेको रहेछ। म यो स्कुलमा पढेको विद्यार्थी पनि हुँ र अहिले अलिकति यो विद्यार्थीहरूको सङ्ख्या धेरै कम छ भन्ने सुने मैले। म प्रत्यक्ष त्यहाँ पुग्न त पाइनँ। र यो विद्यालयलाई सरकारले सबै खालको सुविधाहरू दिइरहेको छन् भने किन विद्यालय कमजोर हुन्छ, यो एउटा प्रश्नवाचक चिन्ह सधैँ रहिरहन्छ। र तपाईँहरूले हाम्रो गाउँमा पनि राम्रो स्कुल छ नि,
हाम्रो स्कुललाई पनि राम्रो बनाउन सबै मिलेर भन्ने यो मूल मन्त्रलाई सबैले लिइदिनु होला। हामी त्यही जन्मेका, त्यही पढेका हौँ, त्यही हुर्केका हौँ, त्यही नै कखरा पढेर त्यसपछि केही क्याम्पस विश्वविद्यालयसम्म पढ्न सफल भयौँ र यो विद्यालयले धेरै बुद्धिजीवीहरू जन्माएको छ र आगामी दिनहरूमा यो विद्यालयप्रति अलिक ध्यान आकर्षण होस् भन्ने मैले वडा कार्यालय पोखरा महानगरपालिका र सम्बन्धित निकायहरू सबैलाई पनि ध्यान आकर्षण गरिदिनु हुन वडा अध्यक्ष मार्फत अनुरोध गर्न चाहे र खेल साँच्चीकै स्वास्थ्य र अनुशासनको एउटा विधा हो र आज बडो रमाइलो लाग्यो हाम्रो खेलाडी भाइहरूको यो जोसिलो खेल हेर्दा अति नै खुसी लाग्यो र जसले जित्नुभयो धेरै धेरै बधाई छ र अब त फाइनल स्टेजमा हामी पुगेका छौँ र फाइनल खेलमा दुवै टिमलाई म बराबरी रूपमा शुभकामना दिन चाहेँ। राम्रो खेल्नुहोस्। तपाईँहरू यो एउटा खेलमा सीमित रहने होइन, त्यस कारणले आफ्नो अनुशासन र आफ्नो स्वास्थ्यको ख्याल गर्दै उत्कृष्ट प्रदर्शन जहाँ पनि गर्न सकिन्छ, जहाँ पनि गर्नुपर्ने हुन्छ, जहिले पनि त्यो भन्न चाहेँ। यति भन्दै फेरि पुनः सम्पूर्ण आयोजक समितिलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै मलाई एउटा ज्यादै दुःख लाग्यो। मेरा एकदमै नजिकको एकदमै आदरणीय दाजु र यो सेरोफेरोमा ठेलोको गुरु, ठेलोको सबैभन्दा ठेलो जित्दार र मेरा आदरणीय अभिभावकको रूपमा पनि हुनुहुन्थ्यो उहाँ आदरणीय दाजु दक्षबहादुर गुरुङको असामयिक निधनले म ज्यादै दुखित छु र उहाँको दिवंगत आत्माप्रति म आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक श्रद्धाञ्जलि ज्ञापन गर्न चाहन्छु। मैले उहाँलाई पनि आज यहाँ भेट्न पाउँछु भन्ने उत्साहको साथ आएको थिएँ, तर दुर्भाग्यवश म बाटोमै थिएँ। उहाँको देहावसानको दुःखद खबर मैले सुने। उहाँको आत्माले शान्ति पाओस् भन्न चाहेँ र यति भन्दै मैले धेरै बोले जस्तो लाग्छ। धन्यवाद, थ्याङ्क यू। यो यागो बराले यहाँहरू सबैको कल्याण गरौँ। धन्यवाद, थ्याङ्क यू सो मच। प्रमुख अतिथि श्री सोम गुरुङजीलाई र सम्पूर्ण यहाँ उपस्थित हुनुभएका दर्शक श्रोताहरू कृपया सुनिदिनु होला। अब हाम्रो चाहिँ भलिबल गेमको जुन चाहिँ अन्तिम खेल हुन गइरहेको छ र यो खेल हुनुभन्दा पहिला हामीले हाम्रो आफ्नो अभिभावक, आफ्नो सल्लाहकार, यस गाउँ निवासी स्वर्गीय दाजु दक्षबहादुर गुरुङलाई हामीले गुमाएका छौँ। तसर्थ उहाँको स्मरणमा उहाँको स्वर्गमा बास होस् भन्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै हामी सबैले 1 मिनट मौन धारणको लागि चाहिँ हामी सबै सरिक हौँ भनेर म अनुरोध गर्न चाहेँ र म भन्छु गर्दछौँ र म सुरु भन्छु। तत्पश्चात तपाईँहरूले 1 मिनट चाहिँ हामीले मौन धारणा गरौँ। ल सुरु। ल धन्यवाद। एकदम हाम्रो हामी 1005 सफलताको लागि सुप्रिम भुजेल लप्सर सुनार
पर्वत अर्मजा, दीपक थापा, क्रिस मल्ल ठकुरी, रोशन नेपाली, विक्रम गुरुङ, कमल विके, विवेक सन्देल, दिवस खड्का, सुजल परियार, दर्शन गुरुङ, जीवन गुरुङ र टिम पेमन थापा। सही समिति पर्यटन व्यवसाय समितिका प्लेस र अङ्क धम्पुसलाई अङ्क रहेको छ 6 बराबर। Score 9-7. That was no. र एक अङ्क जोडेर बराबरी बनाउन सफल कुरेगाउँ। खेलकर्मी एक अङ्क धेरै राम्रो प्रहार र पुष्क नाइस बराबर। अति नै उत्कृष्ट प्रहार कुरेगाउँका खेलाडी साथीबाट र अङ्क कुरेगाउँलाई र अङ्क रहेको छ 20 बराबर। कुरेगाउँ 20 धम्पुस 20। उत्कृष्ट प्रहार धम्पुसका खेलाडी साथीबाट, जर्सी नम्बर 16 का खेलाडीबाट। राम्रो प्लेस गर्न सफल जर्सी नम्बर 5 का खेलाडी साथी कुरेगाउँका खेलाडी साथीबाट र अङ्क कुरेगाउँलाई 21 बराबर। अति नै गुड प्लीज कुरेगाउँ 22। बलाउट र पेन्ट स्कोर रहेको छ। अति नै सशक्त प्रहार कोही टिमका खेलाडी साथीहरू। बलाउट र अङ्क कुरेगाउँलाई। एक छोप त छोप वापै छोप Nice. अङ्क धम्पुसलाई अङ्क कुरेगाउँलाई। कुरेगाउँ 4 धम्पुस 3 4-3। फेरि पनि अङ्क कुरेगाउँलाई। त म अङ्क जोड्दै फेरि पनि अङ्क कुरेगाउँलाई रहेको छ। अङ्क कुरेगाउँलाई। कुरेगाउँ 19 धम्पुस 15।
अत्यन्तै राम्रो प्लेस फिनिस है अङ्क कुरागाउँले रहेको छ कुरागाउँ 20 असफल यसको फाइदा अङ्क कुरागाउँलाई कुरागाउँ 23 19-23 बल चेक आउट अङ्क धम्पुसलाई धम्पुस 21 कुरागाउँ 24 अत्यन्तै राम्रो ब्लक सहित अङ्क धम्पुसलाई धम्पुस 22 कुरागाउँ 24 धम्पुस 24 कुरागाउँ 24 कुरागाउँलाई कुरागाउँ 24 धम्पुस और कुरागाउँ 25 धम्पुस 24 फाइनल अङ्क धम्पुसलाई धम्पुस अत्यन्तै राम्रो ब्लक अङ्क कुरागाउँलाई कुरागाउँ 8 धम्पुस अङ्क चेक आउट अङ्क धम्पुसलाई ड्र कुरागाउँको खातामा 1 अङ्क खोइ कहिलेजना कोही नभए मेरो मात्रै नाम राखौँ हुँदैन हुन्छ पनि हुन्छ सल्लाह हो कि सल्लाह हो सिधै हुँदै गरेर फेरि पनि अङ्क
ठुलो गाउँ 8 आफ्नो खातामा राख्न सफल भयो जितेको छ हाम्रो खेला नेपालको खजानीमा तुरन्त
खुला पुरुष भलिबल तर्फ दोस्रो स्थान हासिल गर्न सफल लालीगुराँस युवा क्लब कुरेगाउँका टिम क्याप्टेन सञ्जय बसाल। विक्रम गुरुङ कमल बिक कमल बिका भाइ कमल बिका दिमाग सन्ताल विवश गुरुङ सरी विवश खड्का सुजल परियार दर्शन गुरुङ जीवन गुरुङ टेमन थापा सञ्जय बस्याल धेरै धेरै धन्यवाद विजय बाबुहरूलाई एकदम दोस्रो हासिल गर्न सफल हुनुभयो। अर्को पदक चाहिँ प्रथम स्थान हासिल गर्न आउनुहोला प्राइज दिनुको लागि। ल धेरै धेरै धन्यवाद बाबुहरूलाई। ल एकदम राम्रो। ल मैले पछि एकदम राम्रो गेम थियो। दोस्रो छ विशाल गुरुङ। धेरै धेरै धन्यवाद बाबुहरूलाई। त्यसै गरी लेसन गुरुङ हरिपुन त्यसै गरेर हिमाल थापा सुप्रिम भुजेल बधाई छ बाबाहरूलाई। ल नप्सम सुना त्यसै गरी क्रिस मल्ल ठकुरी दीपक थापा टिम कोच प्रकाश गुरुङ मेडल पनि एक पुस्ता मेडल लानु। ल
एकदम उहाँलाई लगाइदिनु होला, अरू साथीहरूको चाहिँ उहाँलाई दिनु होला। आजको यो हाम्रो यो भलिबल खेलमा, यो मेलाको भलिबल खेलमा उत्कृष्ट स्पाइकर कमल सुनार भाइ, कमल सुनार भाइलाई उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर रोशन नेपाली, उत्कृष्ट ब्लकर रोशन नेपाली भाइलाई पनि यता आफ्नो प्राइज र सर्टिफिकेट लिन आउनको लागि अनुरोध गरेँ। त्यस्तै गरेर उत्कृष्ट सेटर सुप्रिम भुजेल, उत्कृष्ट सेटर सुप्रिम भुजेल, टेमन थापा, उत्कृष्ट डिफेन्डर। पहिले हेलमेट लाएर डिफेन्डर हिमाल थापा भाइ बेस्ट प्लेयर। सर्वोत्कृष्ट प्रशिक्षक प्रकाश गुरुङ, ट्रेनर प्रकाश गुरुङ। यो विधागत पुरस्कारहरू हाम्रो महिला राष्ट्रिय भुपु भलिबल खेलाडी मेरो प्यारी बहिनी परीक्षा गुरुङज्यूले प्रायोजन गर्नुभएको हो। धन्यवाद। हाम्रो लालीगुराँस युवा क्लब गुरगाउँका खेलाडी साथीका टिम म्यानेजर अर्थात् उहाँको चाहिँ टिम क्याप्टेन, प्लिज यो ट्रफी र नगद पुरस्कार लिनको लागि चाहिँ आइदिनु भयो। टिम कोच सुनिल गुरुङ, बधाई छ भाइहरूलाई र उहाँहरूलाई धेरै धेरै बधाई ज्ञापन गर्न चाहन्छु। यसै गरी यस मेला अवधिभर यस श्री पञ्चमी मेला 2082 को च्याम्पियन टिम बन्न सफल धम्पुस पर्यटन व्यवसाय समितिबाट सिल तथा नगद रु 1 लाख रुपियाँ हस्तान्तरण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। टिम कोच प्रकाश गुरुङ, टिम म्यानेजर असिम गुरुङ र खेलाडी भाइहरूलाई नगद र सिल ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। हिमालय पौडेल हिमालय माविका शिक्षिका हुनुहुन्छ। उहाँ शिक्षिकाहरूको प्रतिस्पर्धा थियो आज फाइनल रेससम्म र प्रथम स्थान ओगट्न सफल हिमालय माविका शिक्षिका सीता गुरुङ। अहिले प्रायोजक सबिना गुरुङको आमा मेरो आदरणीय दिदी दुर्गादेवी गुरुङज्यूबाट म्युजिकल चेयरमा दोस्रो स्थान ओगट्न सफल हिमालय माविकी शिक्षिका हिमालय पौडेलज्यूलाई ढाकाको पछौरी ओढाएर सम्मान। हिमालय माविकै शिक्षिका सीता कुमारी गुरुङ, तपाईहरू दुवैजनालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौँ। सम्पूर्ण उपस्थित दाजुभाइ तथा दिदीबहिनीहरू, हाम्रो धेरै दिनको मेहनतपछि कसरतपछि हामी अलिकति बुढौली उमेरका भए पनि हाम्रो साथी, हाम्रो युवा साथीहरूलाई, हाम्रो छोराहरूलाई हामी सधैँ सहयोग गर्दै आएका छौँ। उहाँहरूको ब्याकबोन बनेर हामी जहिले पनि अघि बढिरहेका छौँ। धेरै कसरत पनि गऱ्यौँ
यो बिचमा र हामीलाई यो कार्यक्रम सफल पार्नको लागि देश विदेशबाट हाम्रा आफन्तजन शुभचिन्तकहरूले चाहिँ आफूले आधापेट खाएर पनि यहाँ चाहिँ थोरै रकम चाहिँ उहाँहरूले सहयोग गर्नुभएको छ। हामी सबैले उहाँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। त्यसै गरी हाम्रा यो प्रयत्नशील युवा क्लबका साथीहरू, भाइ बहिनीहरू, सबै अभिभावकहरू, सल्लाहकारहरू, उहाँहरूले पनि आफ्नो हरेक क्षेत्रबाट उहाँहरूले सहयोग गर्नुभयो, उहाँहरूलाई पनि धेरै धन्यवाद। त्यसै गरेर खेलाडी साथीहरूलाई पनि यो जो यहाँ खेलाडी भएर चाहिँ आउनुभएको छ उहाँहरूलाई पनि यति राम्रो अनुशासित तपाईँहरूले चाहिँ खेल प्रदर्शन गरेर यो मेललाई चाहिँ सफल पार्नुभयो। थ्याङ्क यू भेरी मच। किनकि म भन्न चाहन्छु कि हाम्रो यो ठाउँमा अहिलेसम्म चाहिँ कुनै किसिमको नराम्रो घटनाहरू भएको पनि छैन। यहाँ मेला गरेर हामी पनि सधैँ अनुशासन पालन गरेर नै खेललाई सञ्चालन गरिरहेका छौँ। तसर्थ वन्स अगेन सबैजनालाई धन्यवाद दिँदै आजको यो मेला सफल पार्नको लागि दिन रात अहोरात्र खटेर अघि बढ्नुभएका हाम्रा एकदम सक्रिय अध्यक्ष, यति सक्रिय अध्यक्ष हामीले चाहिँ अहिलेसम्म पाएका थिएनौँ र हाम्रो एउटा चाहिँ एकदम एकता पनि एकदम बलियो भयो अहिलेको युवा सबै अभिभावकहरू र यसले गर्दा चाहिँ एकदम हामीले चाहिँ धेरै सफल पार्न सक्यौँ। र अन्तमा म यस कार्यक्रमबाट ओझेल पर्दै हाम्रा आज यस मेलाका अध्यक्ष एवं सभापति प्रिय भान्जा भोजबहादुर गुरुङज्यूलाई यस मेला समापन भएको जानकारी गराइदिनु हुन अनुरोध गर्दछु। आदरणीय मामा देवप्रसाद गुरुङज्यू, प्रयत्नशील युवा क्लब मोरियाको 30औं वार्षिक उत्सव तथा 50औं श्री पञ्चमी मेला स्वर्ण जयन्ती समारोहका प्रमुख अतिथि मेरो आदरणीय मामा सोम गुरुङज्यू, उपस्थित सम्पूर्ण यस क्लबका सल्लाहकार संयोजकदेखि लिएर सल्लाहकारज्यूहरू, कार्यक्रम संयोजकज्यू, यस क्लबका सक्रिय सदस्यज्यूहरू, यस गाउँका आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू, छरछिमेकी गाउँबाट पाल्नुभएका आदरणीय श्रद्धेय तपाईँ श्री मेरो आदरणीय बुवा आमा दाजुभाइ तथा दिदीबहिनीहरू सम्पूर्णलाई र यस खेल मैदानमा पाल्नुभएका सम्पूर्ण पाहुना महानुभावहरूलाई यस प्रयत्नशील युवा क्लब मोरियाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक हार्दिक आभार प्रकट गर्न चाहन्छु। विशेष गरेर आज धेरै नबोलिकन म यो कार्यक्रमलाई समापन गर्न चाहन्छु, किनभने यो मेला सफल पार्नको निमित्त देश तथा विदेशमा रहनुहुने मोरियावासी तथा मोरियाभन्दा पनि बाह्य क्षेत्रका सहयोगी मनहरूको साथ सपोर्टले नै हामीलाई यो मेला सञ्चालन गर्न र यो संरचनाहरू बनाउनको निमित्त हामीलाई निकै नै टेवा पुगेको छ। आगामी दिनहरूमा पनि यो सहयोगी मनहरूको सहयोग सधैँ नै रहिरहनेछ भन्दै हामी अपेक्षा पनि गर्दछौँ। यस्तै राम्रा सामाजिक कार्यहरूमा यो प्रयत्नशील युवा क्लब मोरिया सधैँ नै तत्पर रहेर हामी एउटा यस भेगमा नै एउटा उदाहरणीय क्लबको रूपमा प्रस्तुत गर्ने जमर्को गर्नेछौँ। हामी चाहन्छौँ हामीभन्दा पनि अगाडि बढ्न सक्ने क्लबहरू भयो भने हामी उहाँहरूको पनि सिको गर्न तत्पर रहनेछौँ, किनभने हामी कसैको पनि पुच्छर नहल्लाइकन हामी आफ्नो बाटोमा हिँडेर अनुशासनमा हिँडेर एउटा हामीभन्दा पनि भावी सन्ततिलाई एउटा गाइडलाइन दिएर मार्गदर्शन गरेर हामी एउटा उदाहरणीय काम गर्ने वचनबद्धता प्रकट गर्न चाहन्छौँ। तसर्थ यस मेलामा पाल्नुहुने सम्पूर्ण पाहुना महानुभावहरू, सुरक्षाकर्मीज्यूहरू, मिडिया पार्टनर सङ्गम डिजिटल स्टुडियो, टेक्निसियन एसके साउन्ड र भलिबल टिममा सहभागी सम्पूर्ण 12 टिमका खेलाडी तथा क्लबहरूलाई र छेलो प्रतियोगितामा सहभागी सम्पूर्ण पहलवान व्यक्तित्वज्यूहरूलाई
हाजिरी जवाब प्रतियोगितामा सहभागी हुनुहुने सम्पूर्ण आधारभूत विद्यालयका प्रहजीहरू र विद्यार्थी नानी बाबुहरू, चकलेट रेसमा सहभागी नानी बाबुहरू, बेलुन फुटाउने प्रतियोगितामा सहभागी नानी बाबुहरू, म्युजिकल चेयरमा सहभागी हुनुहुने हाम्रा दिदीबहिनीहरू सम्पूर्णलाई एकमुष्ट रूपमा हामी सम्झन चाहन्छौँ र यस क्लबको तर्फबाट हार्दिक सम्मान पनि गर्न चाहन्छौँ। र आजको यस फाइनल खेलमा द्वितीय स्थान हासिल गरेर आफ्नो गाउँको नाम उच्च बनाउन सफल लालीगुराँस युवा क्लब गुरेगाउँलाई पनि धेरै बधाई दिन चाहन्छु भने यसै खेलमा सर्वोत्कृष्ट खेल प्रदर्शन गरेर प्रथम स्थान हासिल गर्न सफल धम्पुस पर्यटन व्यवसायी धम्पुसलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौँ र सम्मान पनि गर्न चाहन्छौँ। र यस मेलामा 2082 को पहलवानको रूपमा श्री पञ्चमी मेलामा हामीले विजेताको रूपमा स्याङ्जा निवासी दुजित थापा मगरलाई पाएको छौँ। उहाँलाई पनि धेरै बधाई तथा सम्मान व्यक्त गर्न चाहन्छौँ। र हामीलाई मेला अवधिभर सम्पूर्ण गाउँहरू, टोलहरू र हाम्रा अभिभावक, मेरा साना भाइ बहिनीहरू र आदरणीय व्यक्तित्वज्यूहरूबाट पाएको सहयोगलाई सधैँ नै मनमा राख्दै तपाईँहरूको यो सहयोग र साथलाई सधैँ नै सिरोपर गर्दै म सदैव सद्मार्गमा हिँड्न अनि हिँडाउन सिकाउने वचनबद्धताका साथ आजको यो समापन समारोहको कार्यक्रम यही समापन भएको निवेदन गराउँदै यहाँहरूबाट म पनि ओझेल पर्न चाहन्छु। हस्त धन्यवाद। जय यागो बरा, जय यागो। धन्यवाद। यस क्लबका भोलिन्टियर साथीहरू यहाँ हाम्रो कुमारी दिदीले प्रायोजन गर्नुभएको कोसेली पनि छ ठिका। त्यही भएर यहाँ यो काम सकिएपछि मेरो केटाहरूको ग्यादरिङ सुरु हुन्छ। हाम्रो विशेष अतिथि आदरणीय कुमारी खड्का दिदीले हाम्रो यो युवा क्लबको साथीहरूलाई जो यहाँ भएको छ साथीहरूलाई